यो भिडियो चाहिँ सिधै राष्ट्रिय छाडा पार्टी सरी आम सो सरी यो भिडियो चाहिँ सिधै राष्ट्रिय स्वतन्त्र पार्टीका जन्मदाता रवि लामिछानेको लागि ल सबैजनाले रवि लामिछाने समक्ष पुर्याइदिनु होला है त। र मलाई यो पनि थाहा छ कि राष्ट्रिय स्वतन्त्र पार्टीका केही अराजक तत्त्व अराजक सपोर्टरहरू जति पनि हुनुहुन्छ नि उहाँहरूलाई चाहिँ म घन्टे नै भनेर चिन्छु होइन, किनभने अराजकहरूलाई किन हामीले राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक भनेर त्यस्तो साह्रो बखान गरिराख्नु पर्दैन, अराजकलाई अराजक नै भन्ने हो, तिनीहरूको नामै घन्टिया राख्दैछु मैले सिधै कुरा होइन। उनीहरूले चाहिँ यो भिडियो हेर्ने बित्तिकै चाहिँ केपीको छाउरी, केपीको बुढी, केपीको झोले, केपीले फलानथोक गर्ने, केपी ओलीले फलानथोक चिलानथोक गर्ने देखि लिएर के सबै थोक भन्न भ्याउँछौ, किनकि केपी ओलीको र मेरो थुतुनो जोडेको त फोटो भिडियो बनाउनु भ्याइसकेको छौ भने तिमीहरूको यस्ता मुला ताइना तुइका गालीले तिमीहरूको औकातले मलाई केही पनि फरक पर्नेवाला छैन। भिडियो नहेरिकन सिधै तलतिर कमेन्ट गरेर औकात बर्साउनु थाल्यो हुन्छ है त। ओके, यो भिडियो सबैले रवि लामिछानेसम्म पुऱ्याइदिनु ल। रवि दाई, रविजी एकपल्ट आफ्नो आङको भैँसी पो हेर्ने हो कि सर? भाषण त कतिले गर्नुभएको रहेछ, कुनै कति घन्टा कति रात कति दिन एक करोड नन स्टप बोले भाषण गरेर चाहिँ गिनिज बुकमा नाम लेखाएको मान्छे हजुर त। हजुरलाई त बोल्न त कसले भेटोस् होइन, 1000 जिब्रा भएका शेष नागले त नभेट्ने हजुरलाई ममुलाई छाउरीले के सकुम्ला र होइन। तर रविजी तपाईँलाई अलि बढी बोले जस्तो लागेन? गिनिज बुकमा नाम लेखाए जस्तो सजिलो हुँदैन नि त भाषण गर्नलाई, जे पाए त्यही बोल्नलाई। स्टेजमा धेरै मान्छे आएर उफ्रियाछन्, सबैले घन्टी हल्लाछन्, बोल्दै पछि टुङडुङ 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 पार्छन् भन्ने बित्तिकै जे पाए त्यही बोल्न पनि त भएन नि त। अर्काको आङको जुम्रा देख्ने, आफ्नो आङमा भैँसी चढ्या, सुँगुर चढ्या, बुङ्गुर चढ्या, बोका, कुकुर बिराला खराया सबै थोक चढेको नदेख्ने, तपाईँ अलिकति अड महसुस, अलिकति लाज शरम फिल भएको छैन? अचम्मै पो गर्नुभयो त रवि सर, हजुरले त के भाषण गरे त्यो? लोकतन्त्रको खतरा केही पनि छैन, लोकतन्त्रको खतरा भनेको एउटै कुरा थियो, त्यो हो केपी ओली। केपी ओलीलाई नि भन्न खोज्यो होला तपाईँले होइन। लोकतन्त्रको एउटै खतरा थियो, त्यो हवाईजहाज चढेर भागिसक्यो। अब त्यो हवाईजहाज कहिले पनि ल्यान्ड नहोस्, त्यो उडेको उडै होस्। अरे बाप रे बाप, बात त सही गरेछ रे रवि सर, के बोलेछ रे? दिमागको तार सड्किहालेछ तपाईँको। ल ठिक छ, ओके, तपाईँले जे भन्नुभयो ल पुरा होस् होइन। अझ सिंहदरबारमा ल्यान्ड नहोस् रे, सिंहदरबार त जलेर सिधै हाल्यो त कोले मिलेर, अनि यत्रो सिंहदरबारमा ल्यान्ड हुन्छ अब त नर्कमा ल्यान्ड हुने हो, भयो पनि त्यसपछि त्यो नर्कलाई स्वर्ग बनाउने हो, सिधा कुरा। ओके, तपाईँले के भन्नुभएको रहेछ भने लोकतन्त्रको एउटै मात्र खतरा हवाईजहाजमा उडिसक्यो, उडेर भागिसक्यो, अब त्यो हवाईजहाज कहिले पनि ल्यान्ड नहोस् भन्नुभएको रहेछ त्यो पापी मुखले। तर हामी पापी छैनौँ, हामी धर्मात्मी छौँ। ठिक छ, तपाईँले भने जस्तो पुरा होस्, त्यो हवाईजहाज ल्यान्ड नहोस्, तर जेलमा बसेको, जेल परेको कैदी जुन जेल तोडेर भागेको छ नि, त्यो कैदी चाहिँ प्लिज भगवान फेरि जेलमै फिर्ता जाओस्, त्यो कैदीलाई चाहिँ फेरि जेलमै लानु परोस्। म चाहिँ यति भन्न चाहन्छु। तपाईँको जस्तो हवाईजहाज उडेको उडै होस्, ल्यान्डै नहोस् भन्न चाहन्न म चाहिँ जुन कैदी जेल तोडेर फडार भएको छ नि, भागेको त हो नि होइन, जुन कैदी जेल तोडेर भागेको थियो नि त्यो कैदी चाहिँ जेलमै फर्केर जाओस्, म चाहिँ त्यही चाहन्छु। रवि सर यत्रो भिडियोहरू बनाएँ मैले, आजसम्म तपाईँको नाम लिएको थिइनँ किनभने के सहकारी ठग भन्छन् दुनियाँले, तपाईँलाई विदेशी एजेन्डा के दुनियाँ थरी भन्छ नि, तपाईँको बारेमा मैले बोलेकै थिइनँ। मलाई चित्त नबुझेको कुराहरू मात्रै बोलिरहेको थिएँ मैले, आजसम्म तपाईँको बारेमा बोलेको थिइनँ। बरु आजभन्दा सुरुमा तपाईँ जेल पर्दाखेरि रोएको थिएँ क्या म होइन, जनताहरूको त्यो चितवनको माहौल, जनताहरूको चिच्याहट त्योहरू देखेर रोएको थिएँ क्या। बरु तपाईँको लागि त मैले इन्टरभ्यूसम्म दिएको थिएँ क्या, रुँदै यति राम्रो मान्छे हुनुहुँदो रहेछ रवि सर भनेर क्या। तर तपाईँले त औकात देखाउनु भयो कि असलियत देखाउनु भयो कि कुन चाहिँले उचाल्दैछ कि तपाईँलाई पनि रेबिज लागिसक्यो कि कुकुरले टोक्यो कि के बोलेको थियो? गतिलो बोले जस्तो लाग्यो। प्रधानमन्त्री थियो यार त्यतिखेर केपी शर्मा ओली,
अनि केपी ओली प्रधानमन्त्री जस्तो मान्छे हवाईजहाज चढेर भाग्दा चाहिँ तपाईँले देख्ने, अनि आफू कैदी भएर जेल तोडेर भागेको चाहिँ नदेख्ने? अरे बाप रे बाप, बात त पुरा डरो गरेछ रे। के बोलेको रे? खुस्किएको हो कि? कुरा किन काट्नु त भने के? हामी अरूको कुरा काट्दैनौँ, हामी काम गरेर देखाउँछौँ, खोया गरेर देखाउँछौँ। के बोलेको थियो? आमामामामामामा, कस्तो मजाले भनेको रे। आमामामा, लोकतन्त्रको खतरा, हवाईजहाज चढेर भागिसक्यो, अब त्यो कहिले पनि हवाईजहाज ल्यान्ड नहोस्। म पनि यसरी नै भन्न चाहन्छु, लेडिज एन्ड जेन्टलम्यान, सहकारीको खतरा, जेल तोडेर भागिसक्यो, तर त्यो जेल तोडेर भागेको भागे नहोस्, फेरि पनि जेलमा त्यसलाई फर्केर कोच्नु परोस्। बस तपाईँ बारम्बार आफू जेल पर्दै निक्लिँदै पैसा तिर्दै निक्लिँदै गरेको नदेख्ने, अर्कोलाई त भन्न त मजा आउँदो रहेछ। प्रधानमन्त्री हो यार, भागो त भागो, के यत्रो भागो, लु भागो। प्रधानमन्त्री थियो यार, जे भयो पनि प्रधानमन्त्री जस्तो मान्छे भाग्दैन त भने के? भागो, प्रधानमन्त्री जस्तो मान्छे, देशको एउटा लिडर जस्तो मान्छे हवाईजहाज बोलाएर भागो। मर्छु कि बा भनेर डरले भाग्नु र जेल सेल तोडेर चाहिँ अरूलाई पनि भगाएर चाहिँ त्यो गरेर भाग्नु कति फरक छ? रवि सर माइन्ड नगर्नु होइन, यो सिधै तपाईँसँग हुन्छ। तपाईँले पनि मलाई पक्ची आखिरी मेरो के भन्छ अरे, मेरो पार्टीकोले सरकार चलायो भने तेरो पनि कति ठग दिन्छु, सहकारीमा कति राखेछेस तेरो सन्तानको, अथवा तँलाई जेलमा कोच दिन्छु भन्ने सोच्नु भएको होला होइन। प्रुफ नभएसम्म नि कसैले पनि कसैलाई कोच्न मिल्दैन है, ढुक्क हुनु। रिस उठिरहेको होला मेरो यो भिडियो हेरेर होइन। प्रुफ नभएसम्म चाहिँ, नहुन्जेलसम्म चाहिँ नि कसैले पनि कसैको भएको केही पनि लाग्दैन कि कोच्नै मिल्दैन के। कुनै पनि कानुन, कुनै पनि संविधानमा छैन ल लेखेर राखेको हुन्छ। बिना प्रुफ चाहिँ कसैलाई थुन्न नि मिल्दैन, कोच्न नि मिल्दैन, ढुक्कै हो त्यो चाहिँ। भाषण त कडा गर्नुभएछ यार सरले। तपाईँको अर्को पनि हेरेको थिएँ मैले न्युज, त्यो चाहिँ रियल हो कि के हो थाहा भएन मलाई होइन। आज के भन्नुभएको रहेछ भने, के अरे हाम्रो सरकार, हामीले जित्यौँ भने, हामीले चुनाव जित्यौँ भने कुनै कति 1 वर्ष कति 100 दिन हो, 100 दिनभित्रमा सबै सहकारीकोमा डुबेको लगानीकर्ताहरूको पैसा फिर्ता गरिदिन्छौँ भन्नुभएको रहेछ। यो हो कि होइन न्युजहरूमा हेरेँ, तपाईँको मुखबाट बोलेको सुन्छु अनि मात्रै भिडियो बनाउँछु यो विषयमा चाहिँ ल। यो विषयमा मलाई चुमचुम भइरहेको छ यो विषयमा पनि बोल्नको लागि, किनभने तपाईँले नठगेको थियो भने त त्यस्तो त बोल्नु नथ्यो। हुन त ठगेको हो कि थाहा भएन, नठगेको भए त जेल पनि त पर्नु नथ्यो होला नि, के तर सिधा कुरा भन्नुपर्दा होइन। यसको बारेमा नि अर्को भिडियो आउँछ, यो के रहेछ यसको म रिसर्च गर्दैछु। तपाईँको थुतुनोबाट बोलेको चाहिँ हेर्न मन छ मलाई। हामीले जित्यौँ भने 100 दिनभित्रमा सहकारीको सबैको पैसा फिर्ता गरिदिन्छौँ भन्नुभएको हो रहेछ भने चाहिँ त्यसपछि मेरो अर्को भिडियो आउँछ। अहिलेलाई चाहिँ यति बुझ्नुहोस्, अर्काको आङको जुम्रा देख्नुभन्दा पहिला, अर्काको आङको लिखा केलाउनुभन्दा पहिला आफ्नो आङमा चढिरहेको भैँसी, कुकुर, बिराला चाहिँ सबै मजाले हेर्नु होला है त। डियर रवि लामिछानेजी, नमस्ते, जय नेपाल।